Suba Digital. Enjoy with us. उठ 12 बजीसम्म सुत्नलाई तेरो होटल हो यो हिँड 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 भनेको 3 नम्बरी धन्दा गर्दै हिँड्ने बाउको इज्जत फाली छैन लैजा बस्तीले खाछ बस्या छ सुत्या छ बाउलाई सहयोग गरे पनि त हुन्थ्यो नि लु पञ्चायत टाल होइन दाइ मेरो ह्यान्डल बिग्रेको पम्पसेट मेरो हो के इज्जत गरेको तैँले त साह्रै इज्जत राखेको छस् नगर चुप लाग पढ्न नपरेपछि त जे पनि गर्ने हैन सुन तँ पनि गएर त्यहाँ बोर्डरमा 2 नम्बरी काम गर दाइ जस्तै दाइको रिस जहिले मलाई पुग्छन् अनि सुन मैले तँलाई कच्चोट भनिसकेँ त्यो कुमारसँग संगत नगर भनेर अबदेखि त्यो दलाल कुमारसँग संगत गरिस् भने मलाई बा भन्नु पर्दैन रञ्जिता 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 ल उजा जेल हाल्नु पर्यो कि क्या हो बेइज्जती मान्छे रञ्जिता छैन यहाँ कोही रञ्जिता सञ्जिता तिमी मसँग घर हिँड हेलो मदनजी यहाँ एउटा बौला आछ यसलाई जेल हालिहाल्नु पर्यो सुन न एक मौका त देऊ अब तिमीले जे भन्छौ म त्यो गर्छु मान्छु जय तपाईँ गइहाल्नुहोस् त सुन न यार मैले मबाट ठुलै गल्ती भएको हो एकपल्टलाई माफी देऊ मैले आजसम्म तिमीसँग ठुलो स्वरले पनि बोलेको छैन हात पनि उठाएको छैन नराम्रो पनि बोलेको छैन मलाई थाहा छ रञ्जिता तिमी किन रिसायो भनेर तिमीलाई झुट बोलेको मन पर्दैन तैपनि मैले बोले एकपटकलाई माफी देऊ सरी विक्रमजी को हो वहाँ तिमी यहाँबाट तुरुन्त गइहाल्छौ कि जेल होइन पागलखाना लैजान्छु तिमीलाई जय हजुर अहिले जानु भनेको केही दिनमा उसको रिस शान्त हुन्छ अनि कुरा त गरौँला नि पछि भए पनि जय हो तपाईको क्या को जय त सुन भेजा अब यसको 2 दिनको बेला बेलीको भाँडाकुँडीको गेम सिद्धि अब तिमी साँच्चै नजाने हो तिमीसँग जान्छ किन हो जिम्मेवारी भनेको केही छैन पछि पनि त्यही 2 नम्बरी गरेर छोरछोरी पाल्छौ कि के हो म काम गर्छु केही काम गर्न नसक्ने केही बिजनेस गर्छु बिजनेस नै गर्न नसक्ने केही न केही काम गर्छु तर रञ्जितालाई झुट बोलेर म अरू केही पनि काम गर्दिन के गर्छौ तिमी केही पनि गर्दैनौ शाखा अधिकृतको सरकारी कमाइमा मोज गर्न नपाएर आएको होइन तिमी तपाईले सरकारी जागिरको कति साह्रो घमण्ड हो सरकारी जागिर त जसले नि खाइरहेछ त खाएर देखाउ न त ल सरकारी जागिर खाएर देखाउ त छोरी तिम्रो घर आउँछ तयारी कक्षा यहाँ दिन्छन् यो हो हाम्रो सम्बन्ध सरकारी जागिर तिमीले भनेको साथ माया यति हो
रन्जिता म्याम मिटिङमा हुनुहुन्छ, भेट्नु मिल्दैन। काम छ मेरो। कस्तो कुरा नबुझ्नु भएको, यता आउनुहोस्। के भयो वहाँ रन्जिता म्यामको श्रीमानु भन्ने कुरा थाहा छैन? जो भए पनि भित्र जान नदिनु भन्नुभएको थियो। कोस त मलाई रोक्ने भन्, कोस? भाग्यराजजी ठन्डा उहाँ यो अफिसको कर्मचारी हो। एउटा सरकारी कर्मचारीसँग बोल्ने तरिका यही हो। उहाँ बोर्डरको 2 नम्बरी काम गर्ने मान्छे हो। भयो के पुगो, मलाई थाकिसक्यो, हिँडे घर जाउँ। महेन्द्रजी। हजुर म्याम। कसैले जबरजस्ती गर्न खोज्यो भने प्रहरीलाई बोलाउनु होला। हजुर। बाहिर निस्किनुहोस् तपाईँ। एक्लै नजा, फेरि पिट्ला। हेलो। रन्जिता त्यही चाहन्छ भने म सरकारी जागिर खान तयार छु। खाऊ न त। त्यस पछाडि मेरो घर आउनुपर्छ। यदि खान सकेन भने रन्जितालाई डिभोर्स दिनुपर्छ। हिम्मत छ कि सकिन्न? जसले पनि खाने जाबो सरकारी जागिर खान सक्छौ त? तयार छु। डिभोर्सको कुरा मैले कहिले निकालेँ? त्यही भनेको, उसलाई केही नभनी हजुर किन बिचमा आएको? झन् पहिला पनि बिचमा आयो भने आफ्नो बुद्धिले भागी, अहिले पनि बिचमा नआऊ म। हेर्न आमा बनाउँदी छिमेकमा मुख देखाउन नसकिने भइसकेको छ। अब यत्रो उमेर पुगेको छोरी के राम्रो के नराम्रो सब थाहा छ उसलाई। एक अर्कालाई माया गरेर त बिहे गरेका हुन्। माया गर्नेले देखाउन त सरकारी जागिर खाएर भइगयो त। बाबा हजुरलाई राम्रोसँग थाहा छ, लोकसेवा पढेर सजिलै सरकारी जागिरमा नाम निकाल्न सकिन्न। तेरोलाई यति पनि गर्न नसक्नेले के चाहिँ माया गर्ला त? बाबा एउटा कुरो मैले पहिले नै भनेको थिएँ, म पनि पढे लेखेको मान्छे, जातपात हेर्दिन, तर केटाको काम चाहिँ सरकारी जागिर नै हुनुपर्छ। बाउको कुरा सुनिनस्? खै आज दुःख पाइस्। कहिलेकाहीँ बाउको कुरा पनि सुन्ने गर। हो म उसको क्लासमेट। अनि कहाँ हिँडेको त बिहान बिहानै? अहिले नासुको लागि लोकसेवा तयारी गरिरहेको छु, पछि एक्जाम छ। तपाईँ कता हिँड्नु भएको? यहाँ बस्दा हुन्छ? ए ठिक छ।
कहिलेदेखि सुरु भएको क्लास? 1 हप्ता जस्तो भयो। हेलो प्रमिला। हाई। हेलो अङ्कल, आई एम निकुञ्ज। अङ्कल, यो सिटमा त म बस्थेँ नि। बस्दैछु ल भतिज, अब पछाडि जा। यहीँबाट लेख्न थाल्नु न। हाल्छ। अगाडिको सबै सकिसक्यो। अङ्कल, तपाईँ प्रमिलाको अङ्कल हो क्या? त प्रमिलाको भाइ हो। मर्निङ क्लास। तपाईँको नाम? भाग्यराज। कति वर्ष पुग्नुभयो? हेर्दाखेरि त तपाईँ 35 पुगिसक्नुभयो। यदि तपाईँ 35 पुगिसक्नु भएको छ भने परीक्षामा सामेल हुन पाउनुहुन्न नि। भर्खर 32-33। होइन अङ्कल, भर्खरका भनेका 16-17 पो त हुन्छन्। बुढाले हँसाउँछन्। पहिलो चरणमा समसामयिक, बौद्धिक र परीक्षण सम्बन्धी केही कुराको जानकारी गराउन चाहन्छु। अङ्कल, तपाईँको त्यो के भन्छ त्यो कोठामा पनि परीक्षा दिनुहुन्छ होला होइन? कोठामा होइन बेटा, कोठामा दिन्छु। बाई प्रमिला। अङ्कल इज भेरी इन्टेलिजेन्ट। बाई। कस्तो यो कोठा भने? कोटा के महिला, जनजाति, आदिवासी, दलित यस्तै छुट्टा छुट्टै परीक्षाहरू हुन्छ, त्यही भएर। सर, उहाँहरूले तपाईँलाई भेट्न आउनु भएको छ। किन? एक्सक्युज मी सर, उहाँको इन्डियामा ठुलो बिजनेस छ, तर उहाँ नेपाली बोल्न जान्नुहुन्न। भाषा पढाउने ठाउँमा पठाउनुहोस् न। खासमा तपाईँले उहाँहरूको सामान समात्नु भएको रहेछ। त्यो सामानको मूल्य यति धेरै छ कि धेरै, त्यसैले उहाँहरूको सामान छोडिदिनु पर्यो। बढी पैसा त ब्राउन सुगरको पनि पर्छ, म के गरौँ? त्यस्तो होइन, तपाईँलाई पनि फाइदा होस्, उहाँलाई पनि घाटा चाहिँ नहोस् न, कुरो त्यो हो नि सर। रूपकजी। हजुर सर। के भयो सर? तपाईँलाई जागिर बचाउनु छ भने तुरन्त प्रहरी बोलाउनुहोस्। तपाईँ गलत गर्दै हुनुहुन्छ विक्रमजी। आफैलाई नराम्रो हुने काम किन गर्नुहुन्छ तपाईँ? कामको बेलामा सरकारी कर्मचारीलाई घुस दिन खोज्ने, पक्कै जेल जान्छ तिमीहरू। म्याम। हजुर? घरसम्म पुर्याइदिउँ? होइन, पर्दैन सुरेन्द्रजी, म आफै जान्छु। ठिक छ, गाह्रो साह्रो पऱ्यो भने भन्नु होला है। हुन्छ भाइ। बाबाले भनेको कुरा त कसरी नराम्रो हुन्छ होला र? यो त सिधै भाग्यकै गल्ती हो नि। उहाँको पनि अवस्था त्यस्तै थियो कि जस्तो लाग्छ। मैले बिहेको निम्ति प्रेसर दिएर उहाँलाई त्यस्तो भएको हो कि? उसले गरेको गल्ती आफूले गरेको भन्ने नसोच त। आफूलाई दोष दिने काम नगरे। यस्तो नराम्रो कामहरू गरिरहनु भएको छ भनेर त मलाई सेन्स नै भएन। मलाई पनि सेन्स भएको भए म किन साँची बस्थे र? अब टाइम दे, स्पेसली उताबाट के रियाक्सन आउँछ त्यो हेर्न। क्लास जोइन भएको रहेछ भने त पक्कै माया गर्छ, तर गलत मान्छेलाई माया गरेर चाहिँ काम छैन।
पर्खी अहिले नै केही डिसिजन नलिन दाइ है यहीँ रोकिदिनु त्यसै गर्न ल बाई कुकुरको पुच्छर बाङ्गो देखेर हाँस्ने उमेरका छन् सर पढाइ सढाइ यो उमेरमा मबाट हुन सक्दैन यार म जान क्लास अब ए भनेपछि तैँले भाउजूको माया बिर्सिस् दाइ नमस्कार नमस्कार दाइ एकचोटि माया लगाएपछि बिर्सिन्छ मैले बिर्सेछु तँलाई तेरो समस्याको मस्त समाधान छ मसँग मेरो छोरो हो जमानामा MBBS पढेर नाम निकालेको हो त आज डाक्टर छौ उसका छोराहरू पनि डाक्टर हुन्छन् कसरी नाम निकाल्यो त्यसले यो त MBBS क्षेत्र र सरकारी जागिर फरक छ दाइ टाढा टाढा मेल खाँदैन नमिल्ने कुरा के छ देशमा जे पनि मिलाउन मिल्छ भ्रष्टाचारीहरूको स्वर्ग हो स्वर्ग अब तेरो बाउले जस्तै त पनि सोझौँलाले घिउ निकाल्ने कोसिस गरिस् भने त्यो चाहिँ हुँदैन तेरो ससुरा घमण्ड झार्नलाई भए पनि तैँले जसरी भए पनि नाम निकाल्नुपर्छ साला बहुत इमान्दार छ मेटासिर फसेर 2 जनालाई पठाएको थिएँ हुले हौ त्यसले त्यही भने आजकल सरकारी काममा पैसा खुवाउनु गाह्रो छ तेरो ससुरा मात्रै हो त्यो सरकारी ठाकुरहरूलाई मैले नचिने हो र त हुन्छ मात्र भन्न प्रश्नपत्रको सेटिङ म गर्छु ल मतलब त्यसको मतलब प्रश्नपत्र जसको हातमा हुन्छ त्यो मेरो हातमा छ उसले उपाय लाउँछ त भोलि भेट्न जा उसलाई सर नमस्कार नमस्कार को हो तपाईँ मलाई कुमारजीले पठाउनु भएको ए तपाईँ भित्र नआउनुहोस् बाहिर गएर कुरा गरौँला है कार्यालयमा सब दुश्मन मात्र छन् थाहा भयो भने बिजोक हुन्छ आजसम्म लोकसेवा आयोगको प्रश्नपत्र बाहिरको हल्ला फैलेको पनि छैन एकदम ख्याल गरेर पाइला चाल्नुपर्छ भाग्यजी यो पेपर चाहिँ साँच्चै किन्नु पाइन्छ सुस्ता क्या सुस्ता यहाँ किन्ने सिन्ने कुरा नगर्नु तपाईँले भनेको कुरा सम्भव छ तर त्यसको लागि तपाईँले कतिसम्म चिया खुवाउन सक्नुहुन्छ चिया कति भयो साउजी 2 कपको भएछ 30 रुपैयाँ देख्नुभयो मैले 1 रुपियाँमा खाने चिया आज 15 रुपियाँ पुगिसक्यो अब तपाईँको काम गर्न पनि त्यही 1 कप चिया खुवाउनु पर्यो 15 लाख नचिच्याउनु न के त्यही 1 कप त हो नि अलि धेरै भएन र अब सरकारी जागिर भनेको पनि थोरै हो त अब 3-3 वटा पेपरको सवाल छ जिन्दगी पनि त बन्छ नि भत्ता उपदान सञ्चय कोष पेन्सन अनि यस्तै मैले जस्तै चिया खुवाउनु भयो भने त कति हो कति दाइ मेरो साइकल पम्चर भयो तुरुन्त बनाइदिनु पर्यो तिमीले नयाँ ट्युब फेर्नै पर्छ 10 ठाउँमा पाल्छ अब हिँडाकी पञ्चर भइहाल्छ ए दाजु ट्युब सिउ फेर्ने पैसा छैन म एकछिन त्यहाँ गएर आउँछु टालेर राख्नु है दाजु के चाहियो तँलाई मलाई 15 लाख चाहियो यो घरमा 15 लाख छ भने तँलाई विश्वास लाग्छ चाहिएको थियो जान त खारे डाँडामा फर्केर जा त्यहाँ हजुरबाले 15 लाख रुपियाँ तेरो लागि गाडेर राखेका छन् अनि सुन मलाई पनि 2-3 हजार दिनु
15 लाख। यसले साह्रै अठाउन पारे हो मलाई। पैसाले सम्बन्ध बिगार्छ भन्छन्, तर तँसँग सम्बन्ध बिगार्न मन छैन केटा मलाई। होइन दाइ, नराम्रो केही हुन्न। मेरो लागि यति त गरिदिनु हो, त्यति गरिदिनु न। उसो भए तैँले मेरो लागि एउटा काम गर, तँलाई 15 लाख सापट पनि दिन्छु। मेरो काम बन्यो भने तँलाई 10 लाख छुट पनि दिन्छु। कस्तो काम दाइ? साँच्चीकै सिआइबी नभए पनि यो कुमार दाइको लागि तँ सिआइबी बन्नु पर्यो। सिआइबी? मैले त्यस्तो केही गरेको छैन सर। अहिले भित्र जाउँ, बाहिर गए पनि जानु पाउँदैन। कहाँ त्यस्तो भनेर हुन्छ? बाबुलाई स्कुल जान अबेला हुन्छ। आज नगए पनि हुन्छ मम्मी। के? होमवर्क पनि गरेको छैन। चुप लाग। बेटा, आज तिमीलाई म टिचरको पनिसमेन्टबाट बचाउँछु। यसरी घरमै सिआइबी आएको त मैले फिल्ममा मात्र देखाएको थियो सर। जिन्दगी मैले नराम्रो गरेको छैन सर। अनि राम्रो काम गरेको मान्छेको पसिना चाहिँ किन? बल्ल बल्ल बिहान सफा गरेको, अहिले फेरि फोहोर बनाएरै छाडे। सर, फोहोर त तपाईँको श्रीमानले हाम्रो देशलाई गरिरहनु भएको छ। भन्नुहोस् त पैसा कहाँ राख्नु भएको छ? यो जम्मै पेपरहरू अख्तियारमा गयो भने के हुन्छ तपाईँलाई थाहा छ? मेरो छोरा छोरी छन् सर। म सबैका हुन्छन् सर। यो अफिसको कागज चाहिँ घरमा किन? सर, यो कुरालाई के गरी मिलाउँ न, हामी बीचमा। तपाईँ जस्तो देशलाई धोका दिने गैर जिम्मेवार मान्छेसँग हामी केही पनि मिलाउँदैनौँ। सर, प्लिज सर। प्लिज सर। चुप लाग गधा। बेटा, रूपकजी, तपाईँको छोराको रिक्वेस्ट सुन्दा नि एउटा सल्लाह गर्नु मन लाग्यो। सुन्नुहोस् न, अब हामी तपाईँलाई कारवाही गर्दैनौँ, तर तपाईँले हाम्रो संस्थालाई सहयोग गर्नुपर्ने हुन्छ। म जे गर्नु पनि तयार छु सर। बाबा जे पनि गर्न तयार हुनुहुन्छ। चुप लाग भनेको होइन गधा। रूपकजी, तपाईँको भन्सारमा विनायकजीको सामान अड्केको छ, त्यसले गर्दा हाम्रो अनुसन्धानै अड्केको छ। त्यो निकालिदिनु पर्यो तपाईँले। के सामान? मेटासिट। विनायकजीलाई छुटाउँदा त मेरो पसिना छुटेको थियो सर। त्यो मेटासिटको ट्रक त सकिन्न। यो कागजहरू अख्तियारमा जाओस् भन्नु चाहनुहुन्छ नि ठिक छ। जागिर त केही गरी पनि नबज्ने भयो नि। राम्रो काम गर्नु भएको बाबु, जागिर बस्थ्यो। ल बेटा, जाऊ। बाबाले देशको लागि पहिलोपटक राम्रो काम गर्दै हुनुहुन्छ। थ्याङ्क यू भन है। हस् अङ्कल। नमस्कार। खै त एक कप। ल त, अब तपाईँ मलाई चिन्नुहुन्न, म पनि तपाईँलाई चिन्दिनँ है त। ल त नासुजी। खोइ हामी पनि हेरौँ न।
भनेपछि एउटा कागजले तेरो जिन्दगी सुध्रिने भयो अब जिन्दगी बदल्ने भनेकै कागजले हो हाम्रो पनि बदल्न सक्छ फेर तेरो त नाम निस्किन्छ भोलि बुढी पनि आउँछ एउटा छोरा एउटा छोरी होला दिनदिनै सँगै जागिर खान जान्छौँ हामी जहाँको त्यहीँ तेरो ससुराले हाम्रो सिमानाको नागा पनि बन्द गरिदिएको छ केही त परे नि ले हामी 4 जना छौँ यो पेपरको 1 कपी मात्र बनाउनु पाऊँ किन्ने मान्छे म ल्याउँछु प्रत्येकलाई 5-5 लाख पर्यो भने त पुगिहाल्यो नि कति गरिब हुनु तै भन् त कहिले सिआइबी केही त हुनु पर्यो नि मौका आएको छ दोकानै खोलेर बेच्ने भनेको होइन तिम्रो जे स्वीकार म चाहिँ उत्तर खोज्न लागे बास यति भयो त पुगिहाल्यो नि हो होइन जाम ल जाम नासु भएपछि साइकल दोकान पनि छोड्दै हुन्छ आशिष अलि राम्रोसँग पढ पछि जागिर राम्रो पाइँदैन नि केटा पछि नासुको भाइ भन्नु नआउँछ होला नि भाग्य निस्केला त नाम निस्किन्छ अब सिधै सुब्बा हुने म खासमा यो गाह्रो कामै होइन कि अलिकति दिमाग लाउनुपर्छ हाम्रो केटोले नि 5 वर्ष पढ्यो तर निकाल्न सकेन अब निकाल्दिएको भए राम्रो हुन्थ्यो महिनामा तलब जागिर छोडेपछि पेन्सन सञ्चय कोष कति हो कति अब जिन्दगी सुखी कति मजा हुन्थ्यो अन्तिममा केही सिप नलागेर दुबई हिँड्यो कति मेहनत गर्यो मेहनत त गदाले पनि गर्छ नि अब दिमाग चाहिँ अलिकति तेज हुनुपर्छ अब सरकारी जारी खान अलिक ट्यालेन्ट चाहिँ हुनुपर्छ गाह्रो होइन मलाई त यो पहिला पनि गाह्रो हो जस्तो चाहिँ लाग्दैन थियो लोकसेवा आयोगले गर्न लागेको सुब्बा सरहको परीक्षा रद्द गरिएको छ परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएर आयोगले परीक्षा अर्को सूचना नआउँदासम्मका लागि रद्द गरेको छ प्रश्नपत्र बाहिरिएको यो घटनामा आयोगका 3 जना कर्मचारी साथै लोकसेवा आयोग शाखा अधिकृत मीन प्रसाद बन्जाडेलाई हिरासतमा लिएको छ